प्रधानमंत्री महामहिम श्री नरेंद्र मोदी जी, माननीय मन्त्रीज्यूहरू, प्रदेश नंबर 2 का माननीय मुख्यमन्त्रीज्यू, संसद का माननीय सदस्यज्यूहरू, जनकपुर उपमहानगर का प्रमुखज्यू, भारतीय भ्रमण दल का विशिष्ट सदस्यज्यूहरू, संचारकर्मी मित्रहरू र यहाँ ठूलो संख्यामा उपस्थित आदरणीय भद्र महिला तथा सज्जन वृन्दहरू, नेपाल सरकार र नेपाली जनताको तर्फबाट र मेरो आफ्नै तर्फबाट मित्र राष्ट्र भारतका महामहिम प्रधानमन्त्री एवं भ्रमण दलका विशिष्ट सदस्यहरूलाई यस ऐतिहासिक नगरी जनकपुर धाममा स्वागत गर्न पाउँदा म खुशी व्यक्त गर्दछु। महामहिमज्यू, हामी यहाँ र यहाँको प्रतिनिधि मण्डललाई नेपाल र जनकपुरमा हृदयदेखि नै स्वागत गर्न चाहन्छौँ। नेपाल र भारतले परापूर्व कालदेखि नै मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएका छौँ। हाम्रा सम्बन्धहरू प्राग ऐतिहासिक कालदेखि जनताको जीवन पद्धतिसँगै जोडिएका छन्। हामी सभ्यता, संस्कृति, इतिहास र भूगोलबाट अन्तर सम्बन्धित र जोडिएका छौँ। हाम्रो सभ्यताको सुरुवातसँगै हाम्रो प्रगाढ मित्रताको सम्बन्ध विकसित हुँदै आएको वास्तविकतालाई हामी कहिले भुल्न सक्दैनौँ। आदरणीय महामहिमज्यू, यस जनकपुर शहरले हाम्रो मित्रताको उचाइ बढाउन खेलेको भूमिका बारे यहाँ स्वयं जानकार हुनुहुन्छ। जनकपुर शहर राजर्षि जनकको भूमि हो, महर्षि याज्ञवल्क्यको पाठशाला हो, गार्गी, मैत्रेयी, माधवी, श्रुति, कृति र अन्य विदुषीहरूले विद्वता प्रदर्शित गरेको ऐतिहासिक थलो हो। अझ महत्त्वपूर्ण कुरा, जनकपुर जानकीको जन्मस्थलको रूपमा सुपरिचित रहँदै आएको ऐतिहासिक स्थल हो। यो ऐतिहासिक नगरीले हामी दुई बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भविष्यमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु। शताब्दी पहिले रामायण युगमा यस शहरद्वारा बाँधिएको सुदृढ सामाजिक सम्बन्ध हाम्रो द्विपक्षीय सम्बन्धको एक महत्त्वपूर्ण पक्षको रूपमा रहिआएको छ। यस शहरले मातृशक्तिलाई आदर र सम्मान गर्ने परम्पराको प्रतिनिधित्व गर्दछ। महामहिमज्यू, हामी नेपाली जनता, खास गरी जनकपुरवासीले भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदी जी जस्तो प्रखर बौद्धिक तथा विशिष्ट व्यक्तित्वको जनकपुर जस्तो ऐतिहासिक नगरीमा स्वागत गर्न पाएका छौँ। नेपाल र भारतका बीच रहेको हार्दिक र मित्रवत सम्बन्धको विषयमा केही शब्दहरू व्यक्त गर्न पाउँदा खुसी छु। जनस्तरको सम्बन्ध, भ्रातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान, पारस्परिक समझदारी र शुभेच्छा हाम्रा सम्बन्धका आधारशिला हुन्। हाम्रो खुला सिमानाले जनस्तरको सम्बन्धलाई निकट बनाएको छ। हामी एकअर्काको सान्निध्यतालाई बोध गर्दछौँ र एकअर्काका संवेदनशीलताप्रति सचेत छौँ। महामहिमज्यू, हालका वर्षहरूमा खास
विकास गरी महामहिमज्यूको प्रधानमन्त्रीत्वमा मित्र राष्ट्र भारतले विकासका सबै क्षेत्रहरूमा उल्लेख्य प्रगति हासिल गरेको छ। हालै सम्पन्न निर्वाचनपछि नेपाल पनि शान्ति, स्थायित्व र समृद्धिको मार्गमा अघि बढ्दै संविधानको प्रभावकारी कार्यान्वयनको मार्गमा अग्रसर भएको विषय प्रस्तुत गर्न पाउँदा हामीलाई खुसी लागेको छ। राजनीतिक मुद्दाहरूको समाधानसँगै मुलुकको विकास र जनताको समृद्धिको काममा हामी पूर्णतः केन्द्रित छौँ। यस सन्दर्भमा हाम्रा विकासका प्रयासहरूमा हाम्रो अनन्य मित्र राष्ट्र भारतको शुभेच्छा, समझदारी र सहयोगको अझ बढी आवश्यकता छ। हामी महामहिमज्यूको सन् 2014 मा भएको भ्रमणको स्मरण गर्दछौँ। महामहिमज्यूद्वारा नेपाल भारत सम्बन्धका विषयमा व्यक्त गर्नुभएको सोच विचार युक्त भनाइहरू हाम्रो हृदयमा ताजै छन्। 4 वर्षभन्दा कम समयमा तेस्रो पटक भ्रमणले हाम्रो युगदेखिको सम्बन्धलाई अझ बढी सुदृढ बनाउँदै दुवै देश र जनताको पारस्परिक हितलाई नयाँ उचाइमा पुर्याउने छ। हामी अतीतमुखी भएर होइन, भविष्यमुखी भएर अगाडि बढ्न चाहन्छौँ। महामहिमज्यू, हाम्रा दुवै देशका प्रधानमन्त्रीज्यूहरूबाट आजै शुभारम्भ भएको राम र जानकीको प्रतीकका रूपमा रहेका जनकपुर र अयोध्या बीच सीधा बस सेवा तथा रामायण वृत्तपथले दुई देश र दुई सहरको जनस्तरको सम्बन्ध र सांस्कृतिक सम्बन्धको विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। महामहिमज्यू, नेपाल सरकार, नेपाली जनता र मेरो आफ्नै तर्फबाट यहाँ र यहाँको प्रतिनिधि मण्डलको नेपाल बसाई आनन्ददायी र स्मरण रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। यहाँलाई म फेरि पनि हार्दिक स्वागत गर्दै बिदा हुन्छु। धन्यवाद।